मलाई जापानबाट भिजा दिएन अरे यहाँ कतिको काम गर्छ बुहारीले कतिको गर्न सक्छ भनेर भिडियो बनाएर पठाउनु पर्यो हजुरको छोराले भन्नु अब म यहाँ जे भन्छु भन्नु है यहाँ मैले कतिको काम गर्छु म यहाँ भनिदिन्छु हजुरले चाहिँ हाँसेर भन्नुपर्छ कि रिसाउनु हुन्न अरे जापानहरूलाई थोरै रिसाएको मन पर्दैन अरे के है हो म यहाँ भन्छु हजुरले भन्नु है ल है म नि म बिहान 4 बजे उठ्छु नि है त्यहाँ हेर्ने हो कि मलाई होइन 4 बजे उठ्छु है अनि सधैँ जङ्गल जान्छौँ नि है जान्छु है म जङ्गल जान्छु है अनि हजुरलाई बिहान ढेँडो बेलुका रोटी खुवाउँछु है अनि त्यसपछि अरू के गर्छु कि मैले भन्दैन त मैले के गर्छु भात पकाउने भात पकाउने बारीको काम हजुरले गर्नुहुन्न मैले गर्छु है मैले बोडी लाउँछु तरकारी लाउँछु सबै गर्छु है मैले त्यहाँ जापानको उसलाई भन्नुपर्छ अरे के एनडिसीलाई सबै भिडियो गरेर बनाएर भन्नुपर्छ अरे के अनि नानीहरूलाई पढाउनलाई म सबै मैले गर्छु है हाम्रो घरको टुन्टेलाई पनि भात खुवाउने मैले गर्छु है अनि दोकान नि बुवा बस्नुहुन्न है हजुर म बस्छु है धेरै जसो दोकान हाम्रो पसल छ पसलमा धेरै जसो मै बसिरहेको हुन्छु घर सरसफाइ दिनमा मैले 3 चोटि पुस्छु है 3 चोटि पुस्छु है पोछा 3 चोटि लाउँछु मैले अनि बुवाको मुवाको लुगाहरू पनि मैले धोइदिन्छु है हो भन्नु के अनि रोटी बनाउँदा हाम्रो सासूमाले कम्तीमा 10-12वटा रोटी खाइदिन्छ अब के भन्नु भने जापान सरकार मेरो बुहारीको भिजा लाएन अब यति भिडियो बनाएछ चाँडै भिजा लाओस् भन्ने नि त जापानको सरकार मेरो बुहारीको भिजा लाएन मैले भिडियो बनाएर पठाइदिन्छु मेरो बुहारीलाई छिटो भिजा दिनुहोस् भन्नुहोस् त जापान सरकार के अरे मेरो बुहारीको भिसा लाएन यति भिडियो बनाएर पठाएको छु ल छिटो भिसा लगाइदिनुहोस् है मेरो बुहारीले कति काम गर्छ मेरो बुहारीले काम धेरै गर्छिन् त्यसबाट के अरे भिसा छिटो लगाइदिनुहोस् धन्यवाद धन्यवाद